करेला त्यो पनि मासु हालेर खानु भएको छ। आज मैले करेलामा मासु हालेर बनाउँदैछु। यो भिडियोलाई अन्तिमसम्म हेरेर मलाई पनि साथी बनाएर यो प्लस चिन्हलाई मेटाएर भिडियो कस्तो लाग्छ एउटा लाइक एउटा कमेन्ट पाऊँ ल। करेलालाई सर्वप्रथम यसरी सफा गर्ने, सफा गरिसकेपछि मैले थोरै कोरेर फालिदिने गरेको छु बाहिरको भाग, किनभने थोरै तितोपना कम आउँछ। यसरी काटेर भित्रको बियाहरूलाई निकालेर बाहिर निकालिदिने र नुनमा मोलेर केही समय छोडिदिने। थोरै तेल राखेर कराईमा जिरा फुराएर मैले प्याजको पेस्ट, नुन, खुर्सानी, बेसार र अदुवा लसुनको पेस्ट राखेर मजाले पकाउँछु। अनि टमाटरको पेस्ट थोरै तपाईँको यसमा अम्चुर पाउडर प्रयोग गरिसकेपछि यो कुखुराको किमा साह्रै लजिज हुन्छ। यसमा बनाउँदा कुखुराको किमा मैले बनाउने गरेको छु। यो पाकिसकेपछि अघि मैले नुनमा राखेको करेलालाई पखालेर अब क्रमशः भरेर यसलाई तेलमा फ्राई गर्दै जाने। तपाईँलाई तितो मन कतिको पर्छ, पहिलो पटक फ्राई गर्दा अलिकति काँचो रहन्छ र यसलाई दोस्रो पटक फ्राई गर्दा यो असाध्यै लजिज हुन्छ। खाने होइन त।